नमस्ते सबैलाई। आजको विषय चाहिँ कसरी राइड सेयर हेर्ने त्यो बारेमा हुनेछ। पहिला सुरु तपाईले seven government.np भन्ने यो वेबसाइट खोल्नु पर्नेछ। यो वेबसाइट खोलिसकेपछि यो खालको तपाईको डेस्कटपमा आउँछ। अनि योमा यही लेखेको छ तपाईको राइड सेयर एप्रुभड। अब कुन एप्रुभ भयो भन्ने कुरा योमा क्लिक गरिसकेपछि तपाईको यो फिस्कल इयरमा कुन अहिलेसम्म एप्रुभ भएको छ भन्ने कुरा चाहिँ यहाँ देखाएको हुन्छ। यो इंग्लिश थिचिसकेपछि चाहिँ तपाईको यसरी आउँछ। यो चाहिँ राइड सेयर एप्रुभ भएको चाहिँ राइड सेयरहरु हो। यो चाहिँ तपाईले यहाँ हेर्न सक्नुहुन्छ है। अब हालसालै एप्रुभ भएको भनेको HPPL तपाईको 2082 साल 11/25 मा चाहिँ यो एप्रुभ भएको। अनि अस्ति भर्खरै तपाईको यो राइड सेयर भर्नु पाउनु भएको थियो यसको है। अब यो चाहिँ तपाईको एप्रुभ भएको भयो। अनि यहाँ तल चाहिँ तपाईको एप्रुभ हुन बाँकी अब आउने दिनहरुमा कुन चाहिँ अब लिस्टमा छ भनेर चाहिँ तपाईले यहाँ क्लिक गर्नुभयो भने चाहिँ अब यहाँ छ। यहाँ इंग्लिशमा थिचिसकेपछि चाहिँ तपाईको यो पेज खुल्छ। अब यो पेजमा चाहिँ अनि यहाँ लेखेको हुन्छ अब तपाईको कुन चाहिँ अब कमेन्ट गरेको कुन दिन एप्लिकेसन डेटहरु कहिले देखिको हो भन्ने कुराहरु चाहिँ यो चाहिँ यहाँ लेखेको हुन्छ। यहाँ देखि अनि स्ट्याटसहरु के भइरहेको छ, एडिशनल डकुमेन्ट मागेको छ कि भन्ने कुराहरु सबै कुराहरु चाहिँ यहाँ बताएको हुन्छ है। यसरी चाहिँ तपाईले राइड सेयरहरु आउनु लागेको राइड सेयरहरु अनि त्यसपछि एप्रुभ भइसकेको राइड सेयरहरु तपाईले मार्केटको हल्ला भन्दा पनि यहाँ देखि चाहिँ तपाईले जेन्युइनली हेर्न सक्नुहुन्छ।